उहाँलाई यहाँ विशेष कारणले आउनु भएन, उहाँले सही गरेर जानुभएको छ। यो पुरस्कार हजुरहरूले बाँडिदिनु भन्नुभएको छ। लक्ष्मी प्रसाद रेग्मी र पदम राज गुरुङ, यो चारजनाले हामीले हस्ताक्षर गरेका छौँ। यो पुरस्कार प्राप्त गर्न सफल हामीले निजी क्षेत्रमा काम गर्ने, थोरै स्यालेरी दिएर पनि महत्त्वपूर्ण योगदान गर्ने हाम्रो म्याडम जित कुमारी गुरुङलाई अगाडि ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्छु। जित कुमारी गुरुङ म्याडमलाई निजी क्षेत्रको तर्फबाट हामीले यो पुरस्कार प्रदान गरेका छौँ। यसै गरी हामीले अरू सरहरूलाई पनि हामी बोलाउन गइरहेका छौँ। 2081 सालको एसी परीक्षामा अनिवार्य विषयतर्फ अधिकतम नतिजा हामीले गत वर्ष हाम्रो अधिकतम नतिजा नेपालीमा थियो, अहिले पनि नेपालीमा थियो, तर क्रमशः हामीले दोस्रो हुने र अधिकतम नतिजा दिने अनिवार्य विषयको अधिकतम नतिजा दिने विज्ञान विषयमा 93.18% विद्यार्थी उत्तीर्ण गराइएसीमा सागर प्रकाश पराजुली सर हाम्रो विद्यालयको सहायक सागर प्रकाश पराजुली विज्ञान विषयमा 93.18% एसीमा उत्तीर्ण गराउनु भएकोमा उहाँलाई बोलाइदियो यो सम्मान। यसै गरी ऐच्छिक विषयतर्फ लेखा विषयमा 100% विद्यार्थी उत्तीर्ण गराई यो पुरस्कार प्राप्त गर्न सफल पदम पानी कापले सरलाई पनि आएर यो पुरस्कार ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। 100% लेखा विषयमा ऐच्छिक लेखा विषयमा यसै गरी हाम्रो 8 कक्षाको परीक्षा नगर स्तरीय हुन्छ, नगरपालिकाले गर्छ। नगरपालिकाले गरेको मूल्याङ्कनका आधारमा कक्षा 8मा गत सालको बिएनी परीक्षामा कक्षा 8को परीक्षामा सबैभन्दा बढी 79.31% विद्यार्थी अङ्ग्रेजी विषयमा उत्तीर्ण गराउनु भएका रामचन्द्र थापा सरलाई यो बिएनीको उत्कृष्ट पुरस्कार लिनका लागि हार्दिक अनुरोध गर्छु। सबैलाई धन्यवाद। अब यो पुरस्कार लिने सर मेरोमा यहाँ आउनु त मसँग पनि फोटो खिच्नु पर्यो है।